मास्टरनीले खाना पो खाँदै हुनुहुन्छ? किन रिसाउनु भएको? मैले दुःख गरेर पकाएर राखिदिएको भात खुरो खुरो खाए भइगयो नि त। बहिनीलाई हिजोबाट के भएको होला त? जति बेला पनि एकोहोरो हुँदै रोएको मात्र देख्छु। पक्कै पनि कसैले उनको मन त्यसरी दुखाइदिएको हुनसक्छ। रिमा, के भयो तिमीलाई? खाना खाऊ न। त्यस्तो केही भएको छैन दाइ मलाई। बसन्त दाइ पनि कामबाट घरमा आएनन्। सायद अब उतै बसेर काम गर्ने सोच गरेका हुन् कि? खै के हो के, काम गर्दा गर्दै रात परेर उतै पो बस्नु भएको हो कि? बसन्ते दाइ नहुँदा त घरै सुनसान हुँदो रहेछ है दाइ। हो नि हुन त, तर सुनसान भएर पनि के गर्ने? छोरा मान्छे भएर जन्मिसकेपछि सधैँ आफ्नै परिवारसँग पनि बस्न नपाइँदो रहेछ। तर बसन्ते दाइ बेलुका त आउनुहुन्छ होला नि? खै के गर्छन्। ल ल बहिनी, छिटो छिटो भात खाएर कलेज जाऊ ल। हस् दाइ। मलाई 4-5 हजार पैसाको लास्टै खाँचो छ। त्यति पैसा मलाई जसरी नै मिलाइदिऊ न त। मसित अहिले त्यत्रो पैसा छैन। मलाई कलेज भर्ना गर्नको लागि पनि मेरो बसन्ते दाइले कहाँबाट कति दुःख गरेर जुटाउनु भएको थियो। अनि मैले तपाईँलाई त्यत्रो पैसा कहाँबाट ल्याएर दिउँ भन्नुहोस् त? ठिक छ, त्यसो भए अब छिट्टै नै तिम्रो घरमा गएर तिम्रो आमा दाई भाउजू सबैलाई भेटेर रिमा कलेज नगइकन मसँग लभ गरेर बस्छ भनिदिन्छु। हे भगवान्, हिजोदेखि त्यो पापीको कुराले मलाई मर्नु न बाँच्नु गराएको छ। यस्तो कुरा घरमा भनौँ भने उल्टै म नराम्रो हुन्छु होला। नभनौँ भने यो कुरालाई मैले कसरी समाधान गर्ने? उता बसन्ते दाइ पनि हिजो काममा गएको मान्छे घर नआएर उतै बसे। मनलाई चिन्तै चिन्ताका पहाडहरूले थिचेपछि खाना पनि रुच्दै नरुच्ने रहेछ। कता हिँडे शिशिर त? म एकैछिन खेततिर गएर आउँछु। बेलुका शीतलमा गएको भए हुन्थ्यो। जति बेला गए पनि जाने नै हो के अरे, त्यसैले म त हिँडेको आमा। अनि बसन्ते हिजो कामबाट किन नआएको होला त घरमा? खै किन हो, काम गर्दा गर्दै रात परेर उतै बसेको होला नि। त्यही पनि आउँदा आउँदै बाटोमा केही अप्ठ्यारो पो पर्यो कि? तपाईँ पनि के सोच्नुहुन्छ? केही अप्ठ्यारोमा परेका छैनन्। म गएँ। हुन्छ, जान त। त हिँडिस्? हिँडे आमा। अनि खाना खाइस् त? खाइसके। ल जा, फेरि ढिला हुने होला। हस्। मेरो अगाडि धेरै मास्टरनी बन्न नखोज। मसँग यस्तै कुरा गर्यो भने तिम्रो घरमा गएर रिमा त कलेज नगइकन दिनभरि मसँग घुमेकी हो भनिदिन्छु, बुझ्यौ? त्यसपछि हेरौँला तिमी जस्तै मास्टरनीको चुरीपुरी कति दिन चल्दो रहेछ। के भयो छोरी तँलाई? हिजोदेखि त लास्टै चिन्तामा देखिन्छ त। त्यस्तो केही भएको छैन, बरु मलाई 2-4 हजार पैसा चाहिएको थियो। किन चाहियो तँलाई त्यत्रो पैसा? भर्ना हुनलाई, कापी किताब किन्नलाई त बसन्तले दिएको होइन र? दिनुभएको थियो, तर एउटा कुरामा लास्टै खाँचो भएको छ, त्यही भएर भनेको। मसित त 5 पैसा पनि छैन के अरे। हामीलाई खाँचो पर्दाखेरि भन्ने भनेकै त्यही बसन्तलाई हो। ऊ पनि हिजो कामबाट घरमै आएको छैन। अहिलेलाई जा, भरे बसन्ते आयो भने म कुरा गरिदिउँला। हस्। पूजा, लौ त यो जुठा भाँडा बसन्तेलाई लडिदेऊ त। उसले भाँडा माझ्दै होला, यो पनि माझेपछि एकैचोटि आनन्दै हुन्छ। हस्। मैले त अरू पनि जुठा भाँडा लिएर आएँ नि। ल, यो तपाईँले के गर्नुभएको? घरमा काम गर्ने मान्छे हुँदा हुँदै
तपाईँले यसरी जुठा भाँडा उठाउनु हुन्थेन नि। अनि के भयो त? ठिक छ, तिमीले मस्काऊ, मैले पखाल्छु, हुँदैन र? छ्या, तपाईँ त खालि मलाई टेन्सन मात्र दिन जान्नु भएको छ के। अहिले तपाईँले यस्तो गरेको ठुलबार र ठुली आमाले देख्यो भने के सोच्छन्? जान्छु त। त्यसो भएदेखि मैले पानी हाल्दिनँ त मिल्छ होला नि? तिमीले माझेका भाँडा पखाल, मैले पानी हालिदिन्छु। स्वर्ग भन्दा प्यारो लाग्छ मलाई तिम्रो स्वर्ग भन्दा प्यारो लाग्छ। हेर, यिनीहरू कति छिटो नजिक भइसकेछन्। अस्ति भर्खरै चिन्जानु भएको मान्छे आज यसरी मिलेर काम गर्न थालेछन्। तिमी यहाँ के गरेर बस्यो कि? एकचोटि भाँडा मान्ने ठाउँमा गएर हेर त। के गरेका छन् र त्यस्तो? पूजाले बसन्तीलाई भाँडा माझ्नलाई सहयोग गर्दैछ। अनि के भयो त? काममा सहयोग गर्नु भनेको त राम्रो कुरा हो नि। तिमी यस्तै भनेर बस, पछि मेरो भाइले थाहा पायो भने के सोध्छ? हेर है, मलाई ठिक लाग्दैन नि यस्तो। पूजालाई राम्रोसँग सम्झाऊ। मैले के भनेर सम्झाउने? जे भनेर सम्झाए पनि सम्झाऊ। एउटा हुने खानेको छोरी भएर जब एउटा घरमा काम गर्न बसेको मान्छेसँग नजिक भएको मलाई राम्रो लागेन। छ्या, तपाईँ पनि के सोच्नुहुन्छ? के पूजाले बसन्तीलाई काममा सहयोग गरी भन्दैमा उनीहरू नजिक भएको हुन्छ र? मलाई के थाहा त? हेर है, पछि पछुताउनु भन्दा बेलैमा सम्झाऊ पूजालाई। ठुली आमा, ठुलो बुवा आउनु भएको हो र? हो। किन र छोरी? बोलेको जस्तो लागेर सोधेकी। अनि बसन्तीले अहिलेसम्म खानै खाएको रहेनछ। उसलाई भोक लाग्यो होला नि। भोक नलाएर नखाएको होला नि त। भोक लागेको भए खान्थे होला के रे? त्यस्तो भनेर हुँदैन ठुली आमा। उसले हामीसँग भोक लाग्यो भन्न अप्ठ्यारो मानेको पनि त हुन सक्छ नि। अनि ऊ यो घरको काम गर्ने मान्छे भए पनि उसलाई हामीले हाम्रै घरको परिवारको सदस्य जस्तै सोच्नुपर्छ के। यसरी भोकै काम गर्न लगाउँदा उसको भित्री आत्माले हामीलाई नै सराप्न सक्छ नि त। त्यति भाँडा माझेर सकेपछि खाए भनौँला नि त। अनि तिमी कहिलेबाट जान्छौ त पढाउन? खै, बिहान त त्यो स्कुलको हेड सरसँग भेट भएको थियो। दलीय कोटाबाट नियुक्ति भएका टिचरहरूले अर्को हप्ता राजीनामा दिन्छन् अनि तपाईँ आउनु भन्दै हुनुहुन्थ्यो क्यारे? ठिक छ नि त। तबसम्म आनन्दले आराम गरेर बस न। पछि स्कुल जान लागेपछि यसरी बस्ने फुर्सद मिल्दैन होला। अनि खै त बसन्ते, भाँडा माझेर सकेन? सक्दैछ, मैले पानी हालिदिन्छु, तिमीले पखाल, छिटो हुन्छ भनेको त मान्दै मानेन। किन मानेन त? मैले उसलाई काममा सहयोग गरेको तपाईँले र ठुलो बुवाले देख्नुभयो भने उसलाई नराम्रो हुन्छ अरे, त्यस्तै भन्दै थियो। अनि खै त ठुलो बुवा आउनु भएको होइन र? हो, भित्र जानुभएछ। केही काम छ र ठुलबासी त? काम त केही छैन। ल बस्दै गर्नुहोस् है। कति राम्रो देखिँदो रहेछ नि त यसरी जोडी बाँधेर कलेज जाँदाखेरि त। भाउजू पनि कति नराम्रो सोच्नु भएको के। एउटा कलेज जाँदा सँगै बाटोमा साथी भेटेर सँगै जाँदाखेरि यस्तो नराम्रो सोच्नु पर्छ र? ल बहिनी, जाऊ, फेरि ढिला हुन सक्छ। हस् दाइ। शिशिर बाबु, तपाईँको बहिनीको चालामाला ठिक लागेन है मलाई। बेलैमा सम्झाउनुहोस् नि। घरबाट कलेज जान्छु भनेर हिँडेको मान्छे यसरी बाटोमा सँगै केटासँग हिँडेको देख्दै पनि हामीले सामान्य मान्नु हुँदैन। छ्या, तपाईँको सोच त कति नराम्रो के भाउजू। मेरो सोच सानो होइन बाबु। अहिले तपाईँले यो सब कुरालाई सामान्य सोच्नुहुन्छ भने पछि पछुताउनुहुन्छ अनि बल्ल थाहा पाउनुहुन्छ। याद छ कि छैन?
हिजोदेखि तपाईँको बहिनी एकहोरो हुन थाल्नु भएको छ। कतै यही केटाको यादमा डुबेर त होइन? विचार गर्नुहोस् नि बाबु। सायद भाउजूले भनेको कुरा पनि ठिक हुन सक्छ। मैले पनि रिमालाई अस्तिका दिनभन्दा हिजोबाट धेरै फरक देखेको छु। कतै बहिनीको एक केटासित चक्कर त चलेको छैन। के सोच्नु भएको बाबु? कि मैले भनेको कुराले नराम्रो लाग्यो र? त्यस्तो नराम्रो केही लागेको छैन भाउजू। ठिक छ नि त, बेलुका बहिनी आइसकेपछि एकपटक राम्रोसँग बुझ्छु म। ल बुझिहाल्नुहोस् है बाबु। फेरि छोरी मान्छे बिग्रिने भनेको यस्तै कारणले हो नि। त्यसैले मान्छे बिग्रिसकेपछि पछि पछुताउनु भन्दा बेलैमा हामीले सम्झाउनु पर्छ। ल चिन्ता नगर्नुहोस्। बरु बिहान पनि बहिनीले आँखाभरि आँसु ल्याएर एकहोरो भएर खाना खाँदै थिइन्। किन होला त? यो सब हुनु भनेको तपाईँको बहिनीको त्यही केटासित चक्कर चढेर हो। अनि बिस्तारै बिग्रिने लक्षण देखाएको हो तपाईँको बहिनीले। त्यसैले बेलैमा सुधार्नुहोस् है। बरु कलेज सलेज नपठाए पनि हुन्छ। किनकि पढ्न जानु भनेको राम्रो मान्छे बन्न हो, यसरी बिग्रिन होइन। बिचरा बसन्ते उता अर्काको घरमा काम गरी गरी बहिनीलाई पढाएको छ। यहाँ बहिनी भने यसरी सडेर हिँडेको थाहा पायो भने के सोच्छ बसन्तेले? अनि के बित्छ उसको मनमा? एकचोटि सोच्नुहोस् त। रिमा, तिम्रो भाउजूको पारा के हो? के सोचे कि तिनले हामीलाई? छ्या, के सोच्नु भएको छ र हाम्रो बाउजूले त्यस्तो? कुन्नी त अघि हामी सँगै कलेज हिँडेको देखेर के भन्दै थिइन् सुनेनौ? अनि तपाईँ यति सानो कुरामा पनि रिसाउनु पर्छ त? अनि नरिसाएर के गरौँ त? खै त मैले तिमीलाई हिजो 4-5 हजार पैसा मिलाइदेऊ भनेको थिएँ, ल्याइदेऊ त? भन्न बित्तिकै त्यत्रो पैसा आजको भोलि मैले कहाँबाट ल्याउने भन्नुहोस् त? त्यही पनि हिजोबाट बसन्ते दाइ घरमै आएका छैनन्। कहाँ गएको थियो र त्यो? काममा जानुभएको थियो। कतै बाटोमा आउँदा आउँदा भिरबाट लडेर त मरेर त्यो? छ्या, तपाईँले यस्तो अशुभ किन बोल्नु भएको भन्नुहोस् त? हेर्नुहोस् है, अरू सबै कुरा भनेको सहन सक्छु मैले, तर मेरो बसन्ते दाइको बारेमा कसैले नराम्रो भनेको सहन सक्दिनँ नि फेरि। नसहेर के गर्न सक्छौ? मेरो अगाडि ठुलो मान्छे र चाड्ने भएर नबोला। ए, तिमी कलेज हिँड्यौ? हिँडे दाइ। अनि तपाईँ कहाँ हिँड्नु भएको? म बजारसम्म पुगेर आएको। ढिलो होला नि फेरि। ल जाऊ छिटो। ओइ, हिमालय जाऊ भन्ने त को होस्? छ्या, तपाईँ मान्छे नचिनिकन किन जेपपिटी बोल्नुहुन्छ? रिमा, यो भाइ को हो? मेरो साथी हो, हामी एउटै कलेजमा पढ्छौँ। अनि यस्तो पाजीको सङ्गत गरेर किन हिँडेकी त तिमी? यस्ता ट्यापेको सङ्गत गरेर हिँडेको बसन्तीले थाहा पायो भने के सोच्छ? सरी दाइ। हेर है, भोलिबाट यस्तो बोल्ने थिति नभएको ट्यापेसँग हिँडेको देख्यो भने राम्रो हुँदैन नि फेरि। ओइ, मलाई ट्यापे भन्ने त को होस्? मैले चाहे भने भर्खरै मेरो कलेजका केटाहरू बोलाएर तेरो हात खुट्टा यहीँ बाँधिदिन सक्छु। बोल्दाखेरि अलिकति विचार पुऱ्याएर बोल्ने गर, नत्र आमा कसम भोलिबाट त यो बाटोमा हिँड्नसम्म पाउने छैन। के गर्न सक्छस् तैँले? ल गर त। तँ जस्तो भुसुनालाई त दुईटा औँलामा मिच्न सक्छु मैले। मलाई हात उठाएर तैँले गल्ती गरिस्। ल फेरि हात उठाए त जस्तो पाजीलाई के गर्न सक्छस्? ल गर अब। मैले चाहे भने तँलाई भर्खरै तेरो कलेजमा गएर रेस्ट टिकट गर्न सक्छु। के सोचेको छस् तैँले मलाई? ओइ, चुप। अब एक शब्द नबोलिकन यहाँबाट जान्छस् कि तेरो कान समातेर म आफैले लैजाऊँ। हिँड्दैछ। औला तल गर। औला तल गर भनेको सुनेनस्? अबदेखि मेरो अगाडि यसरी औला ठडाइस् भने तेरो औला काटेर पिस पिस बनाएर कुकुरलाई दिन सकिन भने मेरो नाम पनि इन्द्र होइन। रुक जा यहाँबाट। रुक जा भनेको सुनिनस्?
पहिला त्यो पाजीलाई कलेज पुग्न देऊ अनि त्यसपछि तिमी जाउली। इन्द्र दाई यसको तर्फबाट सरी ल। भयो, तिमीले सरी भन्नु पर्दैन, तर अबदेखि त्यो पाजीको सङ्गत गरेर हिँडेको देख्यो भने राम्रो हुँदैन नि फेरि, बुझ्यौ? बुझे दाई, तर म यो मान्छेको पछि लागेर हिँडेकी होइन, बरु यो मान्छे चाहिँ सधैँ मेरो पछि लागेर हिँडिरहेको हुन्छ। तिमीले बाल नदेऊ न त, त्यसपछि कसरी पछि लाग्दो रहेछ अलि बल्ल थाहा हुन्छ। एकचोटि विचार गर त, तिम्रो दाइ बसन्तले कति दुःख गरेर तिमीलाई पढाउन लागेको छ, तर तिमीले यस्तो पाजीको सङ्गत गरेर हिँडेको उसले थाहा पायो भने उसको मन कस्तो होला? मलाई सबै थाहा छ इन्द्र दाई, तर म जान यसको पछि लागेर हिँडेको हुँदै होइन। बरु यो मान्छे चाहिँ मेरो साथी बन्नुपर्छ भनेर जबरजस्ती मेरो पछि हिँड्छ त म के गरौँ? ठिक छ, अहिलेलाई तिमी जाऊ, ढिलो होला फेरि, तर राम्रो मान्छे बन्नु छ भने राम्रो मान्छेको सङ्गत गर्नुपर्छ, बुझ्यौ? बुझे दाई, तर बसन्ती दाईलाई यो कुरा नभन्नु ल। ल ल भन्दिनँ, जाऊ। मेरो मुखबाट चुरोट किन खोसेर फालिस? तपाईँ पढ्न आउनु भएको हो कि सर्न आउनु भएको हो? यदि पढ्न आउनु भएको हो भने तपाईँले स्कुलमा चुरोट खानुपर्छ भनेर सरले सिकाउनुहुन्छ हो? चुप! यो भन्दा अब तँ बढी बोलिस् भने तेरो बसन्ती दाइ र तेरो घरको परिवारलाई भेटेर मैले के भन्छु तँलाई थाहा छ? त्यसैले चुपचाप मेरो गर्लफ्रेन्ड भएर हिँड, नत्र भने तेरो इज्जत कसरी फाल्नुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ। अझै आज त तँ र मसँगै हिँडेको तेरो शिशिर दाइ र राधा भाउजूले पनि देखिसकेका छन्। धने प्लिज, तपाईँले मलाई यस्तो किन गर्नुहुन्छ भन्नुहोस् त? थाहा छ तपाईँलाई, हिजो तपाईँले मसित 4-5 हजार पैसा मागेदेखि मलाई रातभर निन्द्रा लागेको छैन, अनि त्यसैको कारण बिहान मलाई खाना खान मन नलागेर खाना त्यत्तिकै छोडेर हिँडेँ। म तपाईँका यस्ता टर्चरले गर्दा मर्नु न बाँच्नु भएकी छु। प्लिज तपाईँले मलाई यति धेरै टर्चर दिएर के पाउनुहुन्छ भन्नुहोस् त? धेरै नाटक नगर, 2-3 दिनभित्रमा मलाई त्यति पैसा जसरी भयो नि मिलाइदे, बुझिस् नि? केका लागि चाहिएको पैसा भन्नुहोस् न त? मलाई गाँजा खान चाहिएको छ, गाँजा बिना म एक पल पनि बाँच्न नसक्ने भएको छु। 2-3 दिनदेखि गाँजा खान नपाएर गाँजाको तिर्सना म चुरोटबाट मेटाउँदैछु। धने, आखिर तपाईँ यसरी किन बिग्रन लाग्नु भएको भन्नुहोस् त? खै कसरी बिग्रे त्यो मलाई पनि थाहा छैन, तर एकैछिन पनि गाँजा खान पाइनँ भने मैले केही पनि सोच्न सक्दिनँ, म पुरै पागल हुन्छु। भर्खरै त्यही पागलपनमा तिमीलाई पनि हात उठाउन पुगेँ। सरी ल, सरी रिमा, मैले तिमीलाई हात उठाएँ, तिम्रो आँखाबाट आँसु खसाले, तर म हिजो कुलतमा फसेर आज आफूलाई नै पछुतो लागेको छ। अब म यो कुलतबाट कसरी पनि टाढा हुन सक्दिनँ रिमा, त्यसैले मलाई साह्रै गाह्रो भएको छ। प्लिज रिमा, त्यति पैसा मलाई 2-3 दिनभित्रमा जसरी पनि मिलाइदेऊ न है, नत्र मैले होस गुमाएको बेला जे पनि गर्न सक्छु। रिमा, रिमा, रिमा पर्ख न। ए, घरमा तपाईँ एक्लै पो हुनुहुन्छ? खै त अरू कता गए? रिमा क्याम्पस गयो क्या अरे, राधा र शिशिर चाहिँ खेततिर गयो होला नि। अनि बसन्ते किन घर नआएको होला त? काम गर्दा गर्दै ढिला भएर होला नि बिचरा। खै के हो, एकपटक त यहाँ आयो भने
रिता माइत गएर किन नआएको भनेर एकचोटि बुझ्नलाई ससुरालतिर पठाउँ कि भनेको। बसन्तलाई काम गर्दा गर्दै यता आउने फुर्सद मिलेन भने त आफै गएर एकपटक सबै कुरा बुझेर आइज न त बसन्तसित। खै के हो ए साँच्चै बसन्ती र इन्द्रेको दिनौँ भेट हुन्छ होला। बरु इन्द्रे यतातिर आएको बेलामा बसन्तीसँग भेटेर सबै कुरा बुझ्न लाउनु पर्यो। घरभित्रको यस्तो गोप्य कुरा सकेसम्म बाहिरी मान्छेलाई थाहा दिन नहुने हो के अरे। के गर्नु त त्यसो हो भने त्यही पनि बेलुका बसन्ती यतै आउँछ कि ऊ आयो भने सबै कुरा बुझ्ला नि। बुझौँला भनेर हामी आनन्दले बस्दा बस्दै उसको घरबार बिग्रिन सक्छ के। त्यसैले यस्ता कुरामा तिमीहरू किन नआत्तेको भन त। त्यसै माथि उति बेला उनीहरू लोग्ने स्वास्नीको दिनौँ झगडा हुन्थ्यो भन्छौ। त्यसैले के थाहा उनीहरूको झगडा भएर बुहारी माइत गएर बसेकी पो हो कि। किनकि आजकलका केटीहरू पहिलाको जस्तो दुःख पीडा सबै भोगेर बस्न सक्दैनन् नि त। तपाईँले नचाहिने कुरा नसोच्नु न। नचाहिने कुरा होइन कविराज, मेरो विचारमा त बसन्तले हामीसित सबै कुरा ढाँटेर बसेको छ। होइन भने एउटी बिहे भएको छोरी चेली माइती बिरामी भएको भरमा यति लामो समयसम्म माइत गएर बस्न सक्दैनन्। यदि छोरीले बस्न खोजे पनि माइतीले छोरीको घर बिग्रिन्छ कि भनेर बस्नै दिँदैनन्। खै के हो मैले त केही कुरा बुझ्न सक्दिनँ। हेरौँ अब बसन्ती 1-2 दिन आएन भने त्यसपछि विचार गरौँला नि त। ल तर यस्ता कुरामा ढिला गर्नु हुँदैन है हामीले। तँलाई थाहा छ होला नि अनि देखेको पनि होला नि एउटा घरबार बिग्रियो भने दोस्रो घरबार गर्नलाई कति गाह्रो हुन्छ भनेर। ल चिन्ता नगर्नु सबै यो बारेमा। बरु शिशिर र राधा कति बेला गएका हुन् त खेततिर? राधा गएको त धेरै बेर भयो क्या रे। पछि शिशिर पनि उतै जान्छु भनेर गयो। अनि त कहाँ गएको थिइस् त यतिका बेरसम्म? कतै होइन, यसो गाउँतिर खेतला पाइन्छ कि भनेर गएको। तर काम गर्न सक्ने मान्छे त हिजो आज गाउँमा मरिगै नपाइने रहेछ। काम गर्न सक्ने जति विदेशतिर गयो होलान्, अलिअलि भएका पनि सहरतिर पसे। अनि कसरी भेटिन्थ्यो त खेताला? गाउँघरमा त त्यही उमेर घड्केका बुढाबुढी मात्रै छन्। त्यही त भन्छु नि, अब यस्तै हुँदै जाने हो भने गाउँका खेतीबारीहरू सबै बाँझै हुने भए। त्यही त। अनि एउटा कुरा सुन्न। भन्नुहोस् न, के कुरा हो? घरको जेठो बाठो छोरो भनेकै तै होस्, त्यही पनि उति बेला त अंश लिएर छुट्टिएर बसिस्। अनि अब शिशिर र बसन्तेको बारेमा के सोचेको छ त तैँले? भन्नाले बसन्तेको घर जग्गा सबै सहकारीको ऋणले खाएर अहिले सबैजना एकै ठाउँमा बस्दै आएका छौ नि त। अनि अब यसै गरी सधैँ सँगै बस्न सक्छौ र? सक्दासम्म सँगै बसिन्छ क्यारे, नसक्दा दिनदेखि केही न केही सोच्नु पर्ला नि त। त्यसो भनेर हुँदैन कविराज। त उनीहरूको बाउ पछिको दाइको नाताले पहिला नै यो बारेमा केही न केही सोच बना। मैले के सोच बनाउने हो र? सबैजना आफ्नो खुट्टामा उभिन सक्ने भएका छन् क्यारे। अब आफ्नो बारेमा आफैले सोच्ला नि। हेर त शिशिरको अझै बिहे गरिदिनु बाँकी छ। बा नभएको हुनाले शिशिरको बिहे गरिदिने कर्तव्य पनि त तेरो हो नि बाबु। त्यो कुरा त समय आएपछि सोचौँला नि। कि शिशिरले अहिले बिहे गर्न खोजेको छ र? बिहे गर्न नखोजे पनि उमेर पुगेपछि त बिहे गर भनेर कर गर्नु पर्यो नि त हामीले पनि। हामीसित ल मेरो बिहे गरिदेऊ भन्नलाई उसलाई पनि त अप्ठ्यारो लाग्यो हुनसक्छ। खै के हो ल आमा चिन्ता नगर्नुहोस्, सबै कुरा बिस्तारै सोच्दै जाउँला। बरु बस्दै गर्नुहोस् है, म एकैछिनमा आउँछु। कहाँ जान्छस् र? कतै होइन, यो गाउँमा खेताला पाइएला जस्तो छैन, यसो पल्लो गाउँतिर पुगेर आउँछु। ल जा, तर छिट्टै आएछ है। हस्। बसन्तीलाई के काम लाउनु भएको छ त? खोइ बारीतिर गएर काम गर भनेको थिएँ के अरे। खाजा खायौ त? त्यसो भने जाऊ त। बसन्तीले बारीतिर के गरेको छ हेरेर आऊ त। होइन तिमी गएर हेरे पनि त हुन्छ नि। छोरीलाई किन दुःख दिन खोजेको के? योरको छोरी साह्रै जाँगरिली छ। जन्मेदेखि सहरको धुलो धुवामा अत्तालिएको मान्छे अहिले गाउँको हावापानीले छोएर होला नि त। जेस पूजा आएकी छ र बोल्ने साथी भएको छ मलाई पनि। नत्र भने मैले के गर्थेँ होला? चिनेका मान्छे कोही थिएन यो ठाउँमा। सहरमा त्यत्रो घर हुँदाहुँदै तिमीले गाउँमा गएर बसौँ भन्यौ अनि गाउँमा आइयो। अहिले यहाँ भाइको छोरी नआएको भए पनि
हामी जनतन बस्नै पर्थ्यो क्यारे। ल ल यो कुरा छोडिदिनुहोस्, बरु जानुहोस् त भित्र गएर कपास ल्याइदिनुहोस्। साँझ बिहान दियो बाल्नलाई बत्ती काट्छु मैले। ल ल तपाईँ फेरि किन आउनु भएको? ठुलो बुवा र ठुली आमाले पठाएर आएको। किन मलाई बोलाउनु भएको छ हो? के काम परेर होला? केही भन्नु भएन? त्यस्तो त केही भन्नु भएन। अनि तिमीलाई भोक लागेको छैन? नाइ छैन। आफ्नो पेट मारेर झुट नबोल है। यत्रो काम गर्ने मान्छेलाई भोक नलागे कसलाई लाग्छ त? हिँड अब खाजा खाएर गरौला। नाइ मलाई त भोकै लागेको छैन। त्यही पनि मेरो त दिउँसोमा खाजा खाने बानी नै छैन। बानी नभए पनि अब बानी पार्नु पर्छ। हिँड खुरुक्क। ठुलबाले अनि ठुली आमाले केही काम परेर बोलाएको भए म जान्छु, नत्र म यत्तिकै खाजा खानको लागि हो भने जान्न। बरु तपाईँ जानुहोस्, म यति काम सकाएर आउँछु। तिमी त साह्रै लद्दु रहेछौ के। हिँड खाजा खान। ठुलो बा र ठुली आमाले पठाएर लिन आएकी हुँ म। साँच्चै खाजै खान बोलाउनु भएको र उहाँहरूले? हो, हिँड छिटो। त्यसो हो भने म जान्न, तपाईँ जानुहोस्। गएर ठुलबा ठुली आमालाई बसन्तीलाई भोक लागेको छैन रे भनिदिनुहोस्। म अब यति काम सकाएर बरु छिटो गरेर आउँछु। त्यसो हो भने तिमी र म सँगै मिलेर काम सकाम अनि सँगै जाम्ला हुँदैन? यस्तो कुरा नगर्नुहोस् है। तपाईँ त खालि मलाई टेन्सन मात्रै दिन जान्नु भएको छ के? ल, मैले काम गर्दाखेरि तिमीलाई के को टेन्सन हुने हो र फेरि? नकराउनुहोस्। अहिले ठुलबा र ठुली आमाले हामी सँगै बसेर काम गरेको देख्नु भयो भने के हुन्छ? केही हुँदैन कि खुरुक्क खाजा खान होइन, नत्र म तिमीसँगै बसेर यी काम गर्छु। तपाईँले त लास्टै गर्नुभयो। ल ल हिँड्नुहोस् न त जाम। तिमी त लास्टै जिद्दी रहेछौ। मैले यति नभनेको भए आफ्नो भोको पेट मारेर यत्तिकै बस्ने रहेछौ होइन? भन्नाले केही होइन, आऊ खुरुक्क। खोइ त छोरीलाई बसन्तीलाई बोलाएर आऊ भनेको त आइन त। के उतै बसन्तीसँग काम गर्न थालिर? अनि काम गरेर के भयो त? अलिअलि उसले पनि गाउँको काम सिक्छ नि। त्यसै माथि बसन्ती भएर उसलाई पनि त साथी भएको छ नि। साथी भएको छन् भन्दैमा उनीहरूलाई हामीले नजिक हुन दिनु हुँदैन के? बिस्तारै हाम्रो नाक काट्न बेर लाउँदैनन् नि फेरि। तपाईँले नि के सोच्नुहुन्छ के? तपाईँले सोचे भन्दा धेरै फरक छ हाम्रो छोरी। उनीहरू बोल्दैमा हाँस्दैमा तपाईँको नाक काटिन्छ भने छोरीलाई भित्र थुनेर बसन्तीलाई काम लाए भइगयो त। मैले त्यस्तो भन्न खोजेको होइन। भाइले हामीलाई विश्वास गरेर आफ्नो छोरीलाई हाम्रो जिम्मामा छोडेको छ। हाम्रो यति धेरै विश्वास गरेको छ भाइले। भोलि तलमाथि भयो भने हामीले के गर्ने नि? केही तलमाथि हुँदैन, किनकि हाम्रो छोरी पढे लेखेको मान्छे हो। के गर्दा राम्रो हुन्छ के गर्दा हुँदैन भनेर हामीलाई भन्दा बढी उसलाई थाहा छ। त्यसैमाथि बसन्ती जस्तो सोझो केटोलाई हामीले तलमाथि सोच्यौँ भने हामीलाई नै पाप लाग्छ। ल ल मैले त पछि पछुताउनु भन्दा बेलैमा विचार गर्नुपर्छ भनेको हो। भन्दै यिनीहरू टुप्लुक्क आइपुगे। जाऊ पूजा, भित्र गएर बसन्तीलाई खाजा देऊ। अनि तपाईँहरूले खाइसक्नु भयो र? खाइसक्यौँ। जा तँ गएर खाजा खा। अनि बारीतिर के काम गर्दै थिइस् गर्लास्। जाऊ छोरी, बसन्तीलाई खाजा खान दिइहाल। हस् हुन्छ। खाजा त बसन्तीले आफै हालेर खान्थ्यो होला नि। अनि पूजाले खान दिएर के भयो त? हुन त केही भएन, तर हिजो आजको जमानामा धेरै कुराहरू बेलैमा सोच्नुपर्छ भनेको हो। छोडिदिनुहोस् यस्ता सानातिना कुरालाई। धेरै सोच्नुहुन्न अब। ल ल म एकछिन मासतिर पुगेर आउँछु। बसन्तीले खाजा खाइसकेपछि भाँडाकुँडा माझेर बारीतिर पठाऊ है। ल ल हुन्छ। खै त राधा शिशिर त म खेतमा पानी लाएर आउँछु, तपाईँ जानुहोस् भनेर उतै अडियो। अनि तपाईँ यस बेलासम्म कहाँ जानु भएको थियो र? म यसो खेताला पाइन्छ कि भनेर गाउँतिर गएको थिएँ, तर मरि गए पनि खेताला पाइँदैन रहेछ अचेल। कसरी पाइन्थ्यो त खेतालो? सबै गाउँका मान्छेहरू सुखा काट्ने भनेर कोही तराई झरे, कोही सहर पसे।
अब हामी मात्रै भइयो गाउँमा बसेर दुःख गर्ने मान्छे त। खै के हो ठिक छ नि त। अब त घर जाँदै गर, म पल्लो गाउँसम्म पुगेर आउँछु। पल्लो गाउँसम्म पुगेपछि पाइन्थ्यो कि खेताला? अब सधैँभरि गाउँमा बसेर खेतालो खोज्ने मात्रै होइन के, तपाईँले पनि हाम्रो बारेमा केही न केही सोच्नुहोस्। के सोच्नु पर्यो मैले? देख्नुहुन्न र गाउँका मान्छे जति सबै रितिसके। अब हामी पनि यताउता मेसो मिलाएर तराईतिर झर्नु पर्यो। छ्या, तैँले यो कस्तो कुरा गरेको राधा? पैसा न सैसा टिकट एस्टास भने जस्तो। एकपटक राम्रोसँग दिमाग लाएर सोच्नुहोस् त तपाईँले। मैले धेरै पहिलेदेखि तपाईँलाई भन्दै आएकी छु, हाम्रो घरको मूल्य गरेर बसन्तीसित पैसा माग्नुहोस्। त्यसपछि उनीहरूले त्यो घरलाई आफ्नो बनाएर आनन्दले बस्छन्। अनि हामी जसरी पनि छिट्टो गरेर कि तराई झर्नुपर्छ कि त सहर जानुपर्छ। त्यो घरको मूल्य गरेर बसन्तले हामीले कहाँबाट तिर्छ त त्यत्रो पैसा? हुने कुरा गर्नुपर्छ नि तैँले पनि। घरै किन्ने भइसकेपछि त ऋण खोज्न भन्नुहोस् न। अनि बिस्तारै बिस्तारै बसन्तले कमाएको पैसाले ऋण तिर्दै जान्छ। भएको सम्पत्ति बेचेर त खरानी घसेर हिँड्ने बेसो गर्दैछिस् राधा। जब 2-4 लाख बोकेर तराई झर्दै के हुन्छ भन् त? त्यत्रो महँगीमा तराईमा त 2-4 लाखले एउटा चर्पी बनाउने जग्गा पनि आउँदैन। गाउँका मान्छेले त्यही 2-4 लाख बोकेर गएर तराई झरेर कति प्रगति गरेका छन् त। कहिलेकाहीँ पाहाड आएको बेलामा सुकिला मुकिला भएर आएकै छन् क्यारे। हामीलाई त्यस्तो लागेको मात्रै हो राधा, तर उनीहरूको मनमा कति पीडा छ भनेर हामीले कसरी बुझ्न सक्छौँ र? त्यसो हो भने हामी सबैजना सधैँभरि सँगै बसेर चल्छ त? हेर्नुहोस् है, बेलैमा सोच्नुहोस् नि। मैले के सोच्नु पर्यो र? त नकराई आफ्नो ठाउँमा बस्न, अनि बिस्तारै सबै कुरा मिल्दै जान्छ। ल ल, मैले भनेको कुरा त कहिले पो मान्नुहुन्छ र तपाईँले? कताबाट आयो शिशिर? म खेततिरबाट आएको। अनि तेरो बसन्त दाइसित त भेट भएको छैन नि आज? आज त होइन, हिजो भेट भएको थियो। किन र शिशिर? हिजो काममा गएदेखि घरमा आएका छैनन्, त्यही भएर कहाँ गएका होलान् भनेर नि। तैँले यो बारेमा बसन्त दाइसँग केही बुझिनस् नि? सायद बसन्ते काम गरेर घर आउँदा रात पर्ने भएर अब उतै बसेर काम गर्छन् होला शिशिर। किन? बसन्तेसँग केही खबर पठाउनु पर्ने भए भन, म भेटेर भनिदिन्छु। खबर पुर्याउने भन्दा पनि बसन्त दाइसँग एउटा कुरा बुझ्नै पर्ने थियो। कस्तो कुरा हो र शिशिर? रिता भाउजूको बारेमा बुझ्नु पर्यो के। हेर्न, रिता भाउजू माइती घरमा गएको यतिका समय भयो, आजसम्म न त भाउजू फर्केर आउनु भयो न त केही खबर नै आयो। उता आमालाई पनि बसन्त दाइले बिहे गरेका थिए भनेर सधैँ ढाँटेको जस्तै भयो। यता हामीसँग आएर बसेको यतिका समय हुँदासम्म पनि हाम्रो आमाले बुहारीको मुखै हेर्न पाउनु भएको छैन। के गर्ने त त्यसो भए? मैले के कुरामा सहयोग गरौँ भन त? भोलि या पर्सिलाई बसन्त दाइको साउसँग कुरा गरेर छुट्टी मिलाइदिन पर्यो तैँले। अनि बसन्त दाइलाई लिएर म बसन्त दाइको ससुराली जान्छु। ससुराल गएर के गर्ने त? भाउजूलाई घरमा ल्याउने नि। सधैँ यसरी भाउजू माइतमै बस्नुभयो भने त बसन्त दाइको घरबार बिग्रिन पनि बेर लाउँदैन। अझै आमा पनि यो कुराले निकै आत्तिनु भएको छ। शिशिर, तिमीलाई एउटा कुरा भनौँ? भन्न, कस्तो कुरा हो? तर यो कुरा कसैलाई नभने है। भन्दिन के कुरा? छिटो भन्न। खासमा रिता र बसन्तेको त डिभोर्स भइसकेको छ नि। के रे? हावा कुरा नगर है। हो शिशिर, अस्ति नै बसन्ते र रिता पल्लो गाउँमा बसन्तेको कामको बारेमा बुझ्न जाने भनेर उनीहरू अदालत गएका थिए। त्यसै दिन उनीहरू एकअर्कासँग छुट्टिएका हुन्। अनि यो सब कुरा तँलाई कसरी थाहा भयो इन्द्रे? उनीहरू छुट्टिएपछि मैले रितालाई भेटेको थिएँ, अनि रिताले मलाई सबै कुरा रुँदै सुनाएकी थिए। भनेपछि हाम्रो रिता भाउजू र बसन्त दाइ साँच्चै छुट्टिएकै हुन है? हो शिशिर। अनि यति ठुलो कुरा बसन्त दाइले आजसम्म हामीसित किन लुकाएका होलान् त? तिमीहरूलाई टेन्सन होला भनेर। के गर्ने होला त? बसन्त दाइले यति ठुलो निर्णय गर्नुभन्दा पहिला हामीलाई भनेको भए हामीले मिलाएर राख्न सकिन्थ्यो नि। रिताले हामी छुट्टिँदै गरेको कुरा कसैलाई नभन्, यदि भनिस् भने म भिरबाट हाम फालेर मर्दिन्छु भनेकी रहेछ नि। अनि कसरी भन्नुहोस् त बसन्तेले यो सब कुरा तिमीहरूलाई? खोइ के हो सानोतिनो झगडा भयो भन्दैमा छुट्टिहाल्न नहुने। हेर्न इन्द्रे, यो सब कुरा आमालाई कसरी भन्ने होला? बिचारी
बुहारी आउलिन र मुख हेर्न पाउँला भनेर फुरुङ्ग भएर बसेकी छिन् आमा। यो कुरा अहिले कसैलाई नभन, पछि बसन्तीले सबै कुरा मिलाएर आफैले भन्ने छ। खै के गर्ने के गर्ने। अनि उनीहरू छुट्टिनुको मुख्य कारण झगडा बाहेक अरू के रहेछ बुझिनस्? मेरो विचारमा त बसन्तीको घर बारी सबै सहकारीले खाएपछि यस्तासँग कसरी जिन्दगी बिताउने भनेर जबरजस्ती डिभोर्स गरेकी हो कि जस्तो लाग्छ मलाई त। यदि त्यस्तो हो भने रिता त साँच्चै पापिन रहेछन् इन्द्रे। मान्छेले दुःख परेको बेलामा साथ दिनुको सट्टा छोडेर जाने त साँच्चै पापिनी हो। मैले पनि बसन्तीलाई यस्तै भनेर सम्झाएको हुन्छु बेला बेलामा। मलाई त तैँले यो सब कुरा सपनामा भने जस्तै लाग्दैछ इन्द्रे। बरु अहिले एकपटक बसन्त दाइलाई भेटेर बेलुका घरतिर पठाइदेन। सायद रिताको झझलको नमेटिएसम्म बसन्ती घर आउँदैन होला शिशिर। हिजो उसले मसँग यस्तै कुरा गर्दै थियो। छ्या के गर्ने होला त। हेर बसन्त दाइले यो सब कुरा कसैले नभनेर भित्रभित्रै आफ्नो मन जलाएर बसेका रहेछन्। मनमा यति ठुलो तनाव बोकेर कसरी काम गर्न सकेको होला। त्यही त भन्छु नि मैले पनि। तर जसले जेसुकै भनोस् रिता एक नम्बरको पापिनी हो। मैले यो कुरा थाहा पाएपछि रितालाई कम त सम्झाउने कोसिस गरेँ त। तर त्यति बेला रिताले मलाई पुलिस चौकी पुर्याई। हेर त। हुन्छ त शिशिर, अहिलेलाई म जान्छु। तर यो कुरा कसैसित अहिलेलाई नभने है त। कसैसित भन्दिन इन्द्रे, भनेर पो के गर्ने। एक्कासी हाम्रो आमाले यो कुरा थाहा पाउँदा कस्तो होला उनको मन। त्यही त, अहिलेलाई यो कुरा मनमै राख न। म लागे है त। हुन्छ जा, बरु बसन्त दाइलाई भेटिस् भने राम्रोसँग सम्झाउने कोसिस गरेछ है। हस् शिशिर। कतै हिँडिस् बसन्ते? म फेरि बारीतिर जान लाग्यो। अहिले छोडिदे त्यो। ल यो पैसा लगेर घरमा के सामान सिद्धि रहेछ सबै किनेर लिएर आइज। म पनि जान्छु नि, हुँदैन र ठुल्बा? तिमी किन जानु पर्यो? पठाइदिनुहोस् न त पूजालाई, एकछिन घुमेर आउँछ। ल ल त्यसो भए जाऊ न त। नयाँ बाटो नयाँ पाइला नयाँ रीति तपाईँ त छिट्टै आउनुभएछ त। आएँ। खासै धेरै बेर बस्नै मन लागेन। उति बेला म सानो छँदा माथि डाँडामा कति राम्रो चौर थियो। त्यति बेला त्यहाँ गएर बस्दा कस्तो आनन्द मिल्थ्यो। अहिले त वनमाराले पुरै ढाकिसकेछ। त्यसैले मलाई त धेरै बेर बस्नै मन लागेन। अनि के गर्नु त, उति बेला जस्तो गाउँ घरमा गाई बस्तु चराउने मान्छे भए पो चौर पनि चौर जस्तो हुन्थ्यो त। तर अहिले ती गाई बस्तु चराउने मान्छे गाउँ छोडेर लाखा पाखा लगाइसके। त्यसैले पहिलाका खेत बारी अनि चौरहरू सबै जङ्गल पल्टिँदै गएका होलान् नि। खोइ के हो यस्तै हो भने 1-2 वर्षभन्दा बढी हामी पनि यहाँ बस्न सकिँदैन होला। बस्न नसके सहरमा गएर बसौँला नि। अब सहरमा घर नहुने त गाउँ छोडेर गएर भाडामा बस्न थाले। हाम्रो त आफ्नै घर छ, अनि किन पिर्लिन पर्यो त हामीले? हेरौँ अब के हुन्छ। अनि एउटा कुरा सुन न। भन्नुहोस् न, कस्तो कुरा? पूजाको जागिर त नमिल्ला जस्तो पो छ त। ल किन नि त्यस्तो? कसले के भनेको थियो र तपाईँलाई? भर्खरै म घरतिर आउँदा स्कुलको हेड सरलाई भेटेको थिएँ मैले। उनले त त्यस्तै कुरा पो गर्दै थिए। के भनेका थिए र? अब टिचर नियुक्ति गर्दा प्रतिस्पर्धीबाट आएकोलाई मात्र राख्ने कुरा भएको रहेछ। अहिले सबै ती पुराना नीतिहरू चेन्ज भएर दलीय कोटाबाट नियुक्ति भएका कर्मचारीहरूलाई त माथिबाटै हटाउने आदेश आएको छ अरे। पहिला जस्तो सेटिङ मिलाएर कुनै पनि काम नहुँदो रहेछ अहिले त सबै सरकारी कर्मचारीहरूलाई प्रतिस्पर्धाबाट आएकालाई मात्र नियुक्ति गर्ने गरेको छ अरे। अनि सिस्टम पनि त्यस्तै बसालेको रहेछ राज्यले। भनेपछि पूजाको जागिर जाला जस्तो भयो त। अब हेरौँ अब के हुन्छ। एकपटक भाइलाई फोन गर्नुहोस् न, उहाँले केही न केही गर्नुहुन्छ कि। जसले जे भने पनि केही लाग्दैन अरे के। पुरानो सिस्टम सबै चेन्ज भएको छ अरे। पुरानो सिस्टम सबै चेन्ज भएको छ भनेपछि त बुझ न तिमीले पनि। छ्या, जागिर गयो भने त पूजालाई साह्रै टेन्सन पो हुने भयो त। के गर्ने त, राज्यको सिस्टम पनि मान्नै पर्यो क्यारे। त्यही पनि कतै प्रतिस्पर्धा खुल्यो भने जान्छ हाम्रो पूजा पनि। अनि प्रतिस्पर्धा लडेर जित्यो भने ढुक्क
ढुक्क हुने थियो पूजाको जागिर पनि। तर यस्तो कुरा अहिले तुरुन्तै पूजालाई नभन्नुहोस् है, बिचारीले साह्रै पिर मान्छे फेरि। मैले नभने पनि बिस्तारो उसले थाहा पाइहाल्छ नि आफै। बरु जाऊ त, भित्र गएर एक गिलास चिसो पानी ल्याइदेऊ। हस्। बसन्ते पर्ख्यौ न एकछिन, कति दौडेको के तिमी? अनि के गर्ने त? अहिले फेरि हामीले ढिला गऱ्यौँ भने तपाईँको ठुल बाले र ठुली आमाले गाली गर्नुहुन्छ कि भनेर डराउनु पर्यो नि। अहिले तिमी मसँग आएका छौ, ढिलो भएर ठुलबा ठुली आमा कराउनु भयो भने म छु त। तपाईँ गएर के गर्नुहुन्छ त? गाली खान मलाई नै पर्ने होला के अरे? त्यसैले हिँड्नुहोस् क्या, छिटो जाम। गाउँको उकालो ओह्रालो हिँड्ने बानी नभएर होला मेरो त लास्टै खुट्टा दुख्यो। त्यसैले प्लिज एकछिन रेस्ट गरौँ न। यस्तो भन्ने मान्छे घरमा आनन्दले नबसेर किन आएको त? ह्या, तिमी त कस्तो छौ के? ढिला भएर ठुलबा ठुली आमाले केही भन्नुभयो भने म कुरा गर्छु। भयो अब त? अनि तिमीसँग एउटा कुरा सोधौँ? सोध्नुहोस् न। साँच्चै नडाँटी भन त, तिमीले कति पढेका छौ नि? तपाईँले मेरो पढाइको बारेमा किन चासो गर्नुभएको? म तपाईँको ठुलबा र ठुली आमाको घरमा काम गर्न बसेको मान्छे हो। त्यसैले बरु कामको बारेमा सोध्नुहोस्, तर मेरो व्यक्तिगत विषयमा केही पनि सोध्न पाउनुहुन्न। छ्या, तिमी त फोक्कटको यत्तिकै रिसाउने रहेछौ। भन न भन, कति पढेका छौ? मैले अस्ति नै भनिसकेँ त, मैले एक कक्षा पनि पढेको छैन भनेर। तर तिमी एक कक्षा पनि पढेको छैन भनेर मसँग झुट बोल्या छौ। ल ल, म झुट बोलेँ, अब त भयो नि। त्यसैले धेरै नकराउनुहोस् कि प्लिज। होइन, तिमीलाई मसँग बोल्दा किन डर लाग्छ भन त? डराउनु त पर्यो नि। यसरी नजिक नजिक भएर बोल्दाखेरि तपाईँको ठुलबा र ठुली आमाले मलाई कामबाट निकाल्यो भने के गर्ने? अनि म कहाँ जाने? घर जाने, घर गएर खेती किसान गरेर खान पनि त सक्छौ नि, होइन र? सधैँ अर्काको घरमा काम गरेर जिन्दगी त चल्दैन होला। खेती किसान गर्नको लागि त घर बारी पनि त हुन पर्यो नि। मैले बुझिनँ नि तिम्रो कुरा। मेरो कुरा बुझ्न तपाईँलाई धेरै समय लाग्छ। कस्तो धेरै समय लाग्ने हो र? बुझ्ने गरी भन न, एकछिनमा बुझिहाल्छु नि। मैले भनिसकेँ त, मेरो घर सम्पत्ति केही पनि छैन। मैले आमालाई पाल्नको लागि अनि बहिनीलाई पढाउनको लागि यसरी अर्काको घरमा काम गरिरहेको छु। अनि आमा र बहिनी कहाँ बस्नु भएको छ त? दाई भाउजूको घरमा। दाई भाउजूको घर र तिम्रो घर एउटै हुँदैन र? दाई भाउजू त म सानै छँदाखेरि छुट्टिएर बसेका थिए अरे, अनि कसरी एउटै हुन्थ्यो त? अनि बुवा हुनुहुन्न हो? नै हुनुहुन्न। त्यही बुवा नभएको भएर त सबै घरको जिम्मेवारीहरू अहिले मेरो काँधमा परेको छ नि। घर सम्पत्ति पहिलादेखि नै थिएन कि पछि अप्ठ्यारो परेर बेचेका हौ त? पहिला त थियो नि, एउटा ठुलो बरन्डासितको घर थियो, अनि छेद बारी पाखा पखेरो सबै थियो। तर मेरो सौतेनी आमाको कारणले गर्दाखेरि सबै लिलामी भइसक्यो। ओहो, कसरी नि बसन्ते? कसरी हुनु, धेरै समय पहिला मेरो सौतेनी आमाले घर सम्पत्ति सबैको लाल पूर्जा राखेर सहकारीबाट टन्नै ऋण ल्याएकी रहेछिन्। त्यसपछि सौतेनी आमा ऋण तिर्ने बेलामा फरार भए अनि सहकारीले घर सम्पत्ति सबै खाइदियो। छ्या, कस्तो दुःखको कथा रहेछ त बसन्ते तिम्रो जिन्दगीमा। अनि बिहे गरेका छैनौ? गरेको थिएँ, तर सहकारीले सबै घर सम्पत्ति खाइदिने बित्तिकै श्रीमतीले पनि मसित सम्बन्ध विच्छेद गरेर हिँडी। ओ माई गड, अनि कानुनी रूपमै सम्बन्ध विच्छेद गरेको हो? छ्या, कस्तो निर्मोही रहेछ। दुःखको बेलामा साथ दिनुको सट्टा छोडेर जाने मान्छे त अधर्मी हो। भयो, अब उसलाई गाली नगर्नुहोस्। अनि सौतिनी आमासँग कन्ट्याक्ट छ कि छैन अहिले? नै छैन। मेरो जबरजस्ती बिहे गराएर फरार भएको मान्छे अहिलेसम्म केही अत्तो छैन। चिन्ता नगर, तिम्रो साथमा म छु। बरु अब विगतलाई भुलेर आमालाई कसरी सुख दिने, बहिनीलाई कसरी पढाउने त्यो बारेमा सोच। त्यसका लागि तिमीलाई मैले जे सहयोग गर्न परे पनि गर्नेछु। मलाई तपाईँबाट त्यस्तो केही सहयोग चाहिएको छैन। बरु मसित यसरी नजिक भएर नबोल्नुहोस्, टाढै बस्ने कोसिस गर्नुहोस्। तपाईँ सधैँभरि यसरी मसित नजिक भएर बोल्दै जानुभयो भने
अनि मसित यसरी नजिक नजिक बनेर बस्दै गर्नुभयो भने मलाई तपाईँको ठुलबा र ठुली आमाले कामबाट निकाल्न सक्छन्। तिमीले सोचेको भन्दा धेरै फरक छन् मेरा ठुलबा र ठुली आमा। हामी एकअर्काको साथी भएर हाँस्ने बोल्ने गर्दैमा उहाँहरूले केही नराम्रो सोच्नुहुन्न। बरु मलाई त तिम्रो जिन्दगीको कथा सुनेर साँच्चै रुन मन लाग्यो। मैले यस्तो कथा कहिलेकाहीँ फिल्ममा देखेकी हुन्थे, तर मान्छेको जिन्दगीमा यस्तो घटना घटेको पहिलोपल्ट सुन्दैछु। चिन्ता नगर, लागे पुगेसम्म तिमीलाई मैले भरपुर सहयोग गर्नेछु अनि साथ दिनेछु। ल जाऊ। हेर्नुहोस् त, धेरै बेर भइसक्यो हामी यहाँ उभिएर कुरा गर्न थालेको पनि। अब त तपाईँको खुट्टा पनि दुख्न छोड्यो होला होइन? छोड्यो अहिले त। हिँड। आमा आमा भन्, म माथि बरन्डामा छु। एकैछिन तल आउनु न। ल ल आइहाल्यो। हाम्री आमा बुहारी माइतबाट कहिले आउली र म हेरौँला भनेर पर्खेर बसेकी छिन्। उता दाई बाउजूको डिभोर्स भइसकेको रहेछ। यो सब कुरा भनौँ भने कसरी भनौँ, नभनौँ भने कहिलेसम्म लुकाएर राख्न सकिएला। साह्रै अभागी रहेछु आमा तिमी। छोराको बिहेपछि बुहारीको मुख हेर्न नपाउँदै बुहारीले सम्बन्ध विच्छेद गरेर हिँडी। त मात्रै आएको होस्? अनि खोइ त राधा? राधा भाउजू आउनु भएको छैन र? आएको भए त तैँले देखिहाल्थिस् नि। राधा भाउजू त अघि नै हिँडिसक्नु भएको त। राधा भाउजू हिँडेपछि मैले कुलोमा पानी सोझ्याएर इन्द्रेसँग धेरै बेर गफ गरेर आएको हुँ। तर राधा भाउजू कहाँ जानुभएछ त? खै कतै घाँस काट्नु गयो कि? सायद हुन सक्छ। अनि दाई अझै आएका छैनन् र? आएको थियो। आएर पनि यो गाउँमा एकजना खेताला पाइएन भनेर पल्लो गाउँतिर खेताल खोज्न गएको छ। अनि इन्द्रसँग भेटेको भन्छस्। बसन्तेको बारेमा केही बुझिनस् त? बुझेको थिएँ। हिजो काम गर्दा गर्दै रात परेर उतै बसेका अरे। सायद अब बिस्तारै उतैतिर बस्छन् होला भन्दै थियो इन्द्रले। छ्या, अब बसन्ते उतै बस्न थाल्यो भने त घर त सुनसान हुन्छ त शिशिर। के गर्ने त आमा, काम पनि गर्नै पर्यो। काम मात्रै गरेर भएन के अरे, अर्काको नुन पानी खाएपछि साउसाउनलाई रिजाउनै पर्यो। पर्यो नि पर्न त। बिचरा दिनभरि काम गर्दा कति थाकेको होला। घरमा आएको भए यसो तोरीको तेल लगाइदिन्थेँ मैले। आमा पनि बच्चा छन्जेल हो के तेलसेल लगाइदिने भनेको? अब यस्तो कुरा गरेर हुन्छ त? भए पनि त एउटा आमाको मन हो नि शिशिर। आमाको मनले त सबै दुःख जति आफैले लिएर आफ्नो सन्तानलाई सुख दिन पाए हुन्थ्यो भन्ने सोध्दो रहेछ। सानो छँदा जे जति गर्नुभयो आफ्नो कर्तव्य सबै पुरा गर्नुभयो आमा तपाईँले। बरु अब तपाईँले पो हो त छोराहरूबाट सुख काट्ने। अहिले त सुखै काटेकी छु बाबु। पहिलाको दिन सम्झिँदा र अहिलेको दिन सम्झिँदामा साँच्चीकै स्वर्गै भएको छ अहिले मलाई यहाँ। बरु इन्द्रसित एउटा खबर पठाउनु पर्ने थियो बसन्तेलाई। कस्तो खबर आमा? बसन्तेले 2-3 दिनको बिदा लिएर आएदेखि ससुरालीतिर बुहारी लिन पठाउनु पाए हुन्थ्यो। आमा पनि किन हात्तिनु भएको के? बसन्त दाइको र रिता बाउजूको दिनौँ कुरा हुन्छ अरे फोनमा। उता माइती घरमा भाउजूको को आफन्त बिरामी भएर आउन नपाएको रे के भाउजू? मलाई त बुहारी कहिले आउली र बुहारीको मुख हेर्न पाउला जस्तो लागिरहेछ। भनेपछि बुहारी र बसन्तेको सम्बन्ध त राम्रै रहेछ होइन त? राम्रो भएर त दिनौँ फोनमा कुरा हुँदो रहेछ नि। एकपटक बसन्तेलाई फोन गर्न लाएर एक रातको लागि भए पनि बुहारीलाई घरमा बोला भन्नु पर्यो। यहाँ आएपछि मैले राम्रोसित सम्झाइ बुझाइ गर्छु बुहारीलाई। बिहेपछि माइतमा आफन्त बिरामी छन् भनेर यति लामो समयसम्म माइत बसेर कहाँ यसरी साध्य हुन्छ र? अहिले पहिलाको जस्तो जमाना छैनन् के आमा? हरेक घरमा छोरीहरूलाई पनि बाबुआमाले छोराको जस्तै व्यवहार गर्छन्। अनि छोरीहरूले पनि बाबुआमाको लागि छोराको जस्तै कर्तव्य निभाएका हुन्छन्। अझै यस्तो चलन त गाउँघरमा भन्दा सहरतिर बढी छ। हाम्री भाउजू पनि सहरिया भएर छोराको जस्तै कर्तव्य निभाएर माइतमा बस्दा घर आउन ढिला भएको हो के? खै मैले त त्यो जान्दिनँ। तर हाम्रो पालामा
बिहे गरेपछि यति लामो समयसम्म माइत बस्न पाइँदैन थियो अनि त्यस्तो चलन पनि थिएन क्यारे हाम्रो त लामो समयसम्म माइतमा बस्दा छोरीको घर बिग्रिन्छ भनेर माइतीले नै छिटो पठाउँथे हामीलाई त अहिले त खै कस्तो जमाना आयो कस्तो अब आमालाई यस्तै भनेर त डाँट्ने होला नि के गर्नु आमाले बुहारीको मुख हेर्न नपाउँदै एक्कासी दाइ भाउजूको डिभोर्स भइसक्यो भन्दा बिचरीको के हालत होला अनि बसन्ते कहिले आउँछ रे त यता इन्द्रले केही भनेन आउला नि त 2-3 दिनभित्र आजै पनि बेलुका चाँडै काम सक्यो भने आजै पनि आउन सक्छन् राति हिँड्नुभन्दा उतै बसेको ठिक हुन्छ कि आमा यो कुरामा हामीले दाइलाई घरै आइजा भनेर धेरै कर गर्न हुँदैन ल त भोकाएर आएको होला खाजा पनि केही बनाएको छैन मैले त ए तिमी आयो आएँ दाइ बिहान भात खाँदै नखाएर ताउलामा हालेर यत्तिकै किन हिँडेकी त मलाई त खानै मन लागेन दाइ त्यसैले के भएर खान मन नलागेको सन्चो नभएर त होइन नि त्यस्तो केही भएको होइन दाइ बरु बस्दै गर्नुहोस् है म ड्रेस फेर्छु एउटा कुरा सुन न भन्नुहोस् न तिमीसित सँगै कलेज जाने केटा को हो साथी हो उसँग बाटोमा भेट भएर सँगै कलेज गएको आज त्यही त राधा बाबुजीले शङ्का गरेको भएर सोधेको हो मैले अन्यथा नसोच ल मैले किन नराम्रो सोच्थेँ र दाइ आफ्नो बहिनी कहाँ गएकी छे कोसँग हिँडेकी छे भनेर निगरानी राख्नु त तपाईँको पनि अधिकार हो नि मैले निगरानी गरेको होइन बहिनी राधा बाबुजीले साह्रै शङ्का गरेको भएर मैले सोधेको हो राधा बाबुजूलाई शङ्का गर्न बाहेक अरू के गर्न आउँछ र तपाईँले र बसन्ते दाइले राधा बाबुजूको कुरा सुन्नुभयो भने त म भोलिबाट नै कलेज जान पाउँदिनँ मलाई सबै थाहा छ बहिनी अनि आज तिमीसित कलेज जाने साथी घर कहाँ हो र खै उसको घर त सहरमा छ अरे तर अहिले मामा घरमा बसेर पढेको रहेछ ल अनि आज त तिमी फेरि छिट्टै आयो त मलाई त साह्रै टाउको दुखेर पढ्नै मन लागेन दाइ त्यसैले 2 घन्टी मात्र पढेर आएको ल बेसरी टाउको दुखेको भए जाऊ भित्र सिटामल खाऊ सिटामुल खान पर्दैन दाइ किनकि यो दुखाइ भनेको सिटामुल खाएर सन्चो हुने दुखाइ होइन अर्कै दुखाइ हो भन्नाले के भन्न खोजे कि मैले त केही बुझिन नि मैले यथार्थ कुरा नभन्दासम्म कसरी बुझ्नुहुन्थ्यो र दाइ तर मैले चाहेर पनि तपाईँसित यथार्थ कुरा भन्न सक्दिनँ नि त्यो पापी धनेले मलाई कतिसम्म तनाव दिएको छ भन्ने कुरा त मेरो मनलाई मात्रै थाहा छ दाइ त्यही पापीको कारण मलाई आजबाट त कलेज जाने जागर पनि हराउँदै गयो रिमा के भयो बेसरी टाउको दुखेको भए सिटामल खाऊ के सिटामल खाँदा पनि निको भएन भने बरु स्वास्थ्य चौकी जाम्ला घामले गर्दा दुखेको होला के रे एकैछिनमा निको होला नि ल त्यसो हो भने भित्र गएर ड्रेस फेरेर आराम गर आमा पनि भित्र मकै भुट्दै हुनुहुन्छ मकै खाएर अनि के काम गर्ने सल्लाह गरौँला हस् दाइ बसन्ते कताबाट आउनुभयो तपाईँ तल बजारसम्म सामान लिन पुगेको थिएँ इन्द्रे अनि उहाँलाई त नयाँ देख्छु नि यो ठाउँमा उहाँ त यो ठाउँको लागि पाहुना नै हो खासमा मैले काम गर्ने घरको साउ र साउनीको भाइको छोरी रे उहाँ अनि आफ्नो ठुलबाको घरमा 2-3 दिन पहिला आउनुभएको थियो ठिक छ नि त अनि काम कस्तो हुँदैछ त काम त ठिकै भएको छ अब हिजो काम गर्दा गर्दै रात परेर घरतिर जानु पनि यत्तिकै भयो अब हेरौँ सायद आज पनि यत्तिकै हुन्छ होला मैले आज शिशिरलाई भेटेको थिएँ ल हो र अनि के भन्थ्यो त शिशिरले बसन्ते दाईसँग भेट भयो भने 1 दिन छुट्टी मिलाएर घरतिर पठाइदिनु होला भन्दै थिए हेर्न अहिले मैले त्यो घरमा काम गरेको 1 महिना पनि भएको छैन अब 1 महिना नहुँदै फेरि छुट्टी मागे भने अलिअलि लाज पनि त हुन्छ नि त्यसैले कसरी माग्ने होला त छुट्टी त्यो कुरा मैले पनि बुझ्न सक्छु तर शिशिरले खबर पठाएको कुरा मात्रै तपाईँलाई भनेको ठिक छ नि त अब 1-2 दिनमा छिटो काम गरेर घरतिर जानु पर्ला बेलुकातिर अनि भोलिपल्ट बिहान सबेरै फर्केर काममा आए त भइगयो नि होइन र अनि हामी बजारतिर आएको पनि धेरै बेर भइसक्यो इन्द्रे हामी जान्छौँ है फेरि गाली गर्नुहुन्छ होला उतातिर हुन्छ त बसन्ते अहिलेलाई म जान्छु पछि भेट्दै गरौँला हुन्छ जा उहाँ तिम्रो साथी हो मेरो साथी हो त्यो कुनै बेला त त्यो मान्छे मेरो 1 नम्बरको दुश्मन थियो तर अहिले फेरि एकदम नजिकको साथी भएको छ
अनि मलाई तपाईँको ठुलबा र ठुली आमाको घरमा काम लगाइदिएको पनि यसैले हो। ए भनेपछि हाम्रो ठुलो बुवासँग राम्रो चिन्जान रहेछ उहाँको, होइन त? रहेछ नि। ठिक छ, अब हिँड, बिस्तारै जाऊ।